सनराइज हेर्न सरप्राइज हेरियो नि के रे फेरि हेर्नुहोस् त सरप्राइज हेर्न आएको सरप्राइज हराउनु भयो कता जानुभयो हेर्नै पाइएन 5 बजे आएको ढुँडीले हेर्न दिनु भएन हेर्न के हेर्न आएको दिदी सल्लाह धुपैले के हेर्न आएको भनेको सनराइज सरप्राइज अरे बाटो यस्तो आमामामा बन्दीपुरैमा सनराइज हेर्न आएको त हामी आएको माथि डाँडामा सरप्राइज हेर्यो भनेर जम्मै बादलले हेर्न पनि पाइएन अब सारै झरियो चलो कोही बात नै फोटो भन्न टिकटक बनाउँ न एउटा लगे फोटो खिचेर अनि टिकटक गराउँ त ल सल्लाह धुपैले भनौ के केटाकेटी हो वाट इज द मिन बाई केटाकेटी हो तर चिसो चाहिँ लास्टै आमामामामामा खतरा सनराइज त हामी गएपछि आउनुहुन्छ होला होइन हामी तल पुग्ने अनि यहाँ आउने कोही त माथि चाहिँ हुनुहुन्छ हामी झर्दैछौँ अब सबै झर्दै हुनुहुन्छ हामी त झरिसक्यौँ हेलो आजको यो के अरे सानो मिनी ब्लग बन्दीपुर सनराइज ल बन्दीपुरैमा आएर झरेमा हामी अब सरप्राइज दिन आएको बादलले छेक्नु भयो पाइएन 5 बजी उठेर आएको हामी यहाँ अब सबै सरर तल झर्दैछौँ ल धन्यवाद के भन्न चाहनुहुन्छ थ्याङ्क यू सो मच अब झर्ने चाहना छ अब त्यही हो अब घर कसरी पुग्ने हो अब हामी घर कसरी पुग्ने हो फेरि फर्किने अरे उ त के भयो उतैबाट झर्ने भन्नु हो क्या ए सबै उतै यार झरे क्या हो अब हामी जाम यता त झरी माने होइन र उयो बहिनी भन्ने चिच्याउँदै गयो के अरे बैमानीको खलक यताबाट जाउँला हेरौँला भनेको त लौ त यो बाटो राम्रो जस्तो छैन थियो के अरे अब ए जानी कता हो उतै यार जानी भने बोलाए है उतैबाट झर्ने हैछ कोही त गयो उतै